गाडीवाला त खुद दिन आएछ भ्याइ भ्या पाउनेको नपाउनेको त्यही भएर भित्र घुसाएर खन्ती भयो कि हेर्नै बसे जस्तो भयो भाइ। हेलो साथीहरू सबैजना वेलकम छ मेरो भिडियोमा। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फेरि आज आइसकेँ म नयाँ भिडियो लिएर। आज चाहिँ हाम्रो गाउँमा छिमेक लघुवित्त विकास ब्याङ्कले हाम्रो गाउँलाई चाहिँ नमुना गाउँ बनाउनु भएको छ। त्यसको लागि चाहिँ बोर्ड आउँदैछ साथीहरू। अनि हामी चाहिँ त्यो कुन ठाउँमा राख्ने भनेर ठाउँ हेरेर बोर्ड राख्नको लागि जाँदैछौँ। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। तेरे हो दिन अहिले खिचामले के वहीँ गाडेसी हामी चाहिँ काममा लाग्यो साथीहरू। अब क्या नि त नि हजुर अगाडि अगाडि म पछाडि पछाडि ल घुम्नु नि त यता हो यसरी। अनि पो बल्ल पो राम्रो आयो त आउँदिन यो पनि चारो फाल्नुपर्छ। यहाँ नाली निकाल्दा त कस्तो होला कि निस्कन्छ त नि। त्यही भएर भित्र घुसाएर गरिदियो भने यता गर्ने हो र कि दिदी यतापट्टि भयो भने त ठिक हुन्छ। फेरि यता चाहिँ यताबाट आउनु खन्ती भयो कि झ्याम्पल भयो। झ्याम्पल रहेछ हो यो झ्याम्पलले त्यो नट ल्याउँदै एउटा सौलो त यहाँ गाउँलो चुटी पनि लिदो केले क्लिप हाल्ने झ्याम्पलले हो कि खने हुन्छ कि त्यतातिर गहिरो खन्नुपर्छ। माथि उस्तो राख्नु तल हो यो उचाल्नुपर्छ बल्ल हुन्छ। आफूहरूले यता नउचाल्ने नटुट्दैछ अर्को त यहीँ हाल्यो क्या आउनु पर्दैन। सारी मैला हुने धेरै नपासन त यसलाई म त यो सरलाई त
ल ल ल ल खनिरो खनिरो ए ल के भने नि यसो ए ल तयार भयो माथि ल सर नमस्कार नमस्कार माथि सार्न पर्छ नि त्यति बेला नानीमै जोडेर गरिदिउँला मैले यसो सोचेँ क्या फेरि अलि गएर गाड्नु पर्यो उता बाउँदै त त्यही लिन गएको रहेछ का उता नि यसरी देखाएको हुन्छ देखिन्छ नि यसो गर्ने उता नि आयो धुलै गराउँदै ल आजको दिनमा त गाडी हेर्नै बसे जस्तो भयो भाइ साडी लाएर साडी लाएर सिग्लेस लेखेछ है उता देखाउ कि उता कोही तिमी पनि ठडी खिची भ्याङ के त्यो बाइकमाथि राखेर गएर हिँड्छ हुन्छ नि 9,000 अहिले हुँ नजिकै गर गरौँला के म यहाँ भन्दै जान्छु बस्नुहोस् फुड बिजनेस मध्ये पनि एकजना कृष्णमाया दिदीको खोर बनाइरहेको छ रूपमाया दिदीको बनिसकेछ अनि पुण्य गुरुङको बनिसकेछ अनि त्यसपछि जय सर आमा आउनु भएको छैन होला है खबरै भएन क्या त्यो छोरीलाई त भनेको थिएँ रुकमाया अनि रुक अनि शान्ति खोइ त शान्तिको डिलेलमा आइभेट भरे हो त्यो यत्रो मान्छे भएर कान्छा दाइ मात्रै नि ल पढ्नु त बोर्डमा के लेखेछ भनेर भन्न नहुने तालिम दिएको अस्ति छिमेकी ब्याङ्क आमा आउनुहुन्छ नि पछि त कोर्समा यस्तो साडी लाएर तालिम दिएको नि बुवा त्यसको लागि हो कि यो बाह्र दिन साडी लाएर जाय लाग्छ नाम पर्दैन नि आमाको साडी लाएर साडी त बारमा झुन्ड्यो के लाउँछ र केटी नै हो के नैमा आएको नि तैँले पाएन क्या अब भ्याइ भ्या पाउनेको नपाउनेको कुरो भइरहेको छु पाउन छ भन्ने नलाएर बाह्र साडी राखेर पाएको पैसा सब्सक्राइब गरिदिनु होला है हजुर आएको छैन नै हजुर निस्किनै हुन्न नि अबै के बोल्या के हजुरलाई त अघि आउने बेलामा त यहीँ गाउँको भाइ भनेर गोपाल काले आयो भनेको त अर्को काले भइज
माझहरू माइलीको मम्मी होइ मम्मीले त थाहै पाएन क्या हो नि त बल्ल पो यहाँ डिङ्गा देखेर पो बल्ल सम्झिरहेको ल भयो अब सबैजनालाई नमस्कार आज चाहिँ यता बस्छ है नमुना गाउँ अन्तर्गत इकाइ नम्बर 30,531 र 2552 का दिदीबहिनीहरूलाई समावेश गरेर आजभन्दा लगभग 1 वर्ष हुन लाग्यो क्या हो 1 वर्ष अगाडिदेखि चाहिँ हामीले नमुना गाउँ कार्यक्रम चाहिँ ओए दमिनी सञ्चालन गर्ने उद्देश्यका साथ 3 दिने होइन त दिदी हामीले तालिम लिएको 3 दिने व्यावसायिक बाख्रा पालन तालिम दिएर चाहिँ यहाँहरूलाई चाहिँ आफूले गर्दै आएको व्यापार व्यवसायलाई चाहिँ प्रवर्धन गर्ने उद्देश्यका साथ यस छिमेक लघु वित्तले चाहिँ नमुना गाउँ कार्यक्रम सञ्चालन गर्दै आएको थियो र यस कार्यक्रममा चाहिँ हाम्रो 30,531 को 7 जना सदस्य र 8552 को 20 जना सदस्य चाहिँ सहभागी हुनुहुन्छ र यहाँहरूलाई नाम अवगत नै छ अब मैले यहाँ नाम दिइराख्न परेन के अरे र यस समूहको अध्यक्ष हुनुहुन्छ हाम्रो कविता खत्री दिदी भने सचिवमा हुनुहुन्छ हाम्रो पुण्य म्याडम होइन पुण्य म्याडम सचिव र उपाध्यक्षमा हाम्रो चन्द्रकला दिदी हुनुहुन्छ जस्तो लाग्छ है र यहाँहरूलाई आफ्नो पद पनि गरिदिनु होला र सबैभन्दा ठुलो यो कार्यक्रमको उद्देश्य भनेको चाहिँ हामीले हजुरहरूको गाउँठाउँमा एउटा ऋण बचतको पाटोलाई मात्रै नहेरिकन हजुरहरूले लिएको ऋणलाई चाहिँ सदुपयोग पनि होस् र यहाँहरूको जीवन स्तरमा पनि केही जीवन स्तर उकास्नको लागि चाहिँ थोरै भए पनि हाम्रोबाट चाहिँ एउटा एकता भए पनि थपियोस् भन्ने उद्देश्यले चाहिँ हामीले एउटा कार्यक्रमको बारेमा चाहिँ यहाँहरूलाई जानकारी गराउँदा यहाँहरूको सहमतिकै आधारमा यहाँहरूले चाहिँ चासो दिएकै आधारमा चाहिँ हामीले कार्यक्रम गर्दै आएका छौँ र एउटा सानो सहयोगलाई यहाँहरूले चाहिँ एउटा चाहिँ राम्रोसँग चाहिँ ग्रहण गरिदिएर चाहिँ भोलिका दिनमा चाहिँ व्यावसायिक रूपमा चाहिँ बाख्रा पालक कृषकको रूपमा चाहिँ यहाँहरूलाई चिनाउन सकियोस् भन्ने हाम्रो चाहना र यसबाट हामीले ब्याङ्कको तर्फबाट त एकदमै न्यून तपाईँको चाहिँ रकम यसो थोरै है हामीले पनि सहयोग गरेकामा यहाँ भन्ने बाटो हो होइन र गर्ने गराउने र यसलाई चाहिँ हजुरले चाहिँ भोलिका दिनमा चाहिँ निरन्तर रूपमा दिँदै जानुभयो भने हजुरका खोरमा चाहिँ अब अहिले हामीले थोरै भए पनि परिवर्तन त देखेका छौँ होइन हिजोका दिनमा 4 3टा 2टा बाख्रा पाठा पालेर बस्नुभएको दिदीबहिनीले पनि अहिले 8-10 वटा 14-15 वटासम्म पुर्याइराख्नु भएको छ अब पहिल्यैदेखि जसले गर्दै आउनुभएको थियो उहाँहरूले पनि आफ्नो व्यवसायलाई चाहिँ निरन्तर दिनुभयो भने किनभने आफ्नो ठाउँमा आफ्नो ठाउँ परिवेश आफ्नो हातमा जे सिक्छ त्यसैलाई चाहिँ मान्छेले अरू ठाउँमा गएर धाउन नपरोस् र 2-4 पैसा बचत गर्नलाई पनि आफैले आफ्नो कमाइबाट चाहिँ सहयोग होस् भन्ने उद्देश्यले चाहिँ यो कार्यक्रम गरेका थियौँ र अहिलेसम्म चाहिँ उयो हामीले नमुना गाउँ भन्थ्यौँ के फतानी भन्यो एउटा भनौँ न र हामीले चाहिँ तालिम दिने भनेको थियौँ तालिम दियौँ होइन खोर निर्माणको लागि चाहिँ थोरै सहयोग हामीले पनि गर्छौँ है दिदीहरू भनेर गरेका थियौँ अब 2-4 जनाले त पाइसक्नु भएको छ र मुख्य मेरो उद्देश्य भनेको चाहिँ हामीले 25 जना दिदीबहिनीको लागि भनेर 1-2 जनाले त गर्नुहुन्न त्यो थाहा भएकै कुरा हो होइन अब 1-2 जनाले चाहिँ तै पनि सक्यो भने गर्छु भनेर गर्नु भएको छ र अब जसले गर्नु भइसकेको छ उहाँहरूलाई धेरै धन्यवाद नयाँ आधुनिक खोर बनाएर किनभने हजुरले 20 वटा पाल्ने तर ग्राहकी आउँदाखेरि चाहिँ ग्राहकी पालिदिनु भयो भने भन्न खोजेको त्यो बिक्री नहुने किसिमले क्या गरेको पैसा पाउँदा नि पिटेर गाँठे सुन्नुहोस् त बिरा के अरे खोर्नेमा नगर्ने दिदीहरू चाहिँ जतिसक्दो है ताली बजाउनु त 9,000 बाजु यताबाट दिनु भएन नि थियो कि कति टाढो देखिन्छ होला ल ए शान्ति मेरो नाम आयो है म त यता लेख्छु ओहो म त पैसा यता लेख्छु नि यहाँ बोर्ड देखाएर हामीतिर आउनेको बजाएको छ हामीले त्यता जानेको बजाउन भरे आइहाल्छ अब मै पनि आइसकेँ ल आउँछ नि आज हैन हामी त गाडीवालाको बुझिन आएछ ए ताली बजाउन न किन हो कति अल्छी गरेको ताली बजाउन नि पैसा देखाऊ पैसा देखाऊ भने हल्लो यसरी बाई बाई जाने होला न
गरेको त्यो एउटा पिपल जानुहोस् ल आजको कार्यक्रम सकियो घुमेको मेन चोक भयो होइन पर्वत रोडतिर होइन यता जाने यता यो बिहानको भारी हाम्रो त कुन बेला आउने हो यो बिहानको भारी त घाँसै काटे छैन अगर ल दिदी लाग्योमा ल हुन्छ सर बाई 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 कार्यक्रम सकियो सर म्याडम गएपछि हाम्रो कार्यक्रम सकियो बाई बाई हाम्रो पनि